हेलो गाइस, दिस इज माई थर्ड भ्लग। अहिले चाहिँ दिउँसोको 12 बजेर 27 मिनट गइरहेको छ। यतिखेर चाहिँ मलाई एउटा जीवनी भन्न मन लाग्यो, त्यसैले म हजुरहरूको सामु आएको छु। मलाई चाहिँ यस्तो जीवनी सायरी लेख्न धेरै रहर लाग्छ कि त्यसैले मैले मेरो एउटा यो डायरीमा लेखेर राखेको छु है। मलाई नहेरी चाहिँ आउँदैन, हेरेर हजुरहरूको अगाडि एउटा जीवनी भन्छु, कस्तो लाग्यो भनिदिनु होला है त। सुरु गर्छु है। डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै, भेट्न नपाई यो ढुकढुकी रोकिन्छ कि कतै। डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै, भेट्न नपाई यो ढुकढुकी रोकिन्छ कि कतै। भन्न त भन्छौ कान्छा साँचो माया गर्छु सधैँ, शङ्का लाग्छ चट्टानमा मन ठोकिन्छ कि कतै। भन्न त भन्छौ कान्छा साँचो माया गर्छु सधैँ, शङ्का लाग्छ चट्टानमा मन ठोकिन्छ कि कतै। सबै भन्छन् संसारमा अमूल्य छ सच्चा माया, सबै भन्छन् संसारमा अमूल्य छ सच्चा माया। यही मायाको मूल्य पनि तोकिन्छ कि कतै, यही मायाको मूल्य पनि तोकिन्छ कि कतै। डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै, भेट्न नपाई यो ढुकढुकी रोकिन्छ कि कतै। थ्याङ्क यू गाइज। कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला है त। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु है। बाई।